नमस्कार, आज म तपाईलाई देखाउँदैछु कसरी तपाईले आफ्नो फोनको स्क्रिन टाइम र हरेक एपमा कति समय खर्च गर्नुभयो भन्ने हेर्न सक्नुहुन्छ। सबभन्दा पहिले आफ्नो फोनको सेटिङ्स एप खोल्नुहोस्। स्टेप 2 स्क्रिन टाइम वा डिजिटल वेलबिङ खोज्नुहोस्। अब तल स्क्रोल गर्नुहोस् र स्क्रिन टाइम वा डिजिटल वेलबिङ एन्ड पेरेन्टल कन्ट्रोल भन्ने विकल्प खोज्नुहोस्। तपाईको मोबाइल ब्रान्ड अनुसार फरक पर्न सक्छ। स्टेप 3 कुल समय हेर्नुहोस्। त्यहाँ क्लिक गरेपछि तपाईले आफ्नो फोन प्रयोगको कुल समय देख्न सक्नुहुन्छ, आज वा पुराना केही दिनको हिसाब। स्टेप 4 एप प्रयोगको समय हेर्नुहोस्। त्यो पेजमा तपाईले हरेक एपमा कति समय खर्च भयो भनेर हेर्न सक्नुहुन्छ, कुन एप बढी प्रयोग भयो भनेर सजिलै थाहा पाइन्छ। यसरी सजिलै तपाईले आफ्नो फोन प्रयोगको सम्पूर्ण विवरण हेर्न सक्नुहुन्छ। अहिले नै प्रयास गर्नुहोस् र आफ्नो मोबाइल आदतलाई बुझ्नुहोस्। धन्यवाद।